कुलमान एउटा कर्मचारी भएर आदेश पालना गर्दासम्म ठिक थिए। तपाईँ व्यवस्थापक हो, राम्रो व्यवस्थापक हो, कुशल व्यवस्थापक हो। तर जब उनले एउटा धूर्त बाहुनको उपाध्यक्ष बन्न वा कार्यकर्ता बन्न अस्वीकार भए, एकाएक उनी राजनीति गर्न अयोग्य भए। उनी मुख्य नेतृत्व गर्न योग्य छैनन्, किनभने त्यो राजनेताको हैसियतका लागि चाहिँ अर्कै गुण भएको पात्र हुनुपर्छ। राजनीतिक गुण भएकै राजनीतिक नस्लकै पात्र चाहिन्छ। टेक्नोक्र्याटलाई राजनीतिक चेतना नै हुँदैन भनेर घोषणा गरियो। कुनै पनि कुराको व्यवस्थापन गर्नु एउटा कुरा हो। 18 घण्टाको लोड सेडिङलाई शून्यमा पारेर हाइहाइ गर्न सक्नु चाहिँ राजनीतिको पर्याप्त सरदाम होइन। यो पछिल्लो 12 दिनमा कुलमानलाई विभीषण, गद्दार र अयोग्यको रूपमा चित्रण गर्ने यिनीहरूले कुनै कसुर बाँकी राखेन। त्यो सबैले उज्यालो नेपालको अभियन्ता भनेर जुन उचाइ गरिमा र गौरवका साथ हेर्दै नि पिपल पाते भन्न थालेका छन्। जनजातिका छोराहरू शासक बन्न अघि सर्दा नेपालको पेटमा दाँत भएको बाहुनवादी प्रचार तन्त्रलाई पटक्कै पच्दैन। कुलमानमा कमजोरीहरू छन्, तर प्रश्न के हो भने ती कमजोरीहरू रवि लामी छाने र बालेन शाहका भुवाङभन्दा ठुला छन्। उनी सामाजिक सञ्जाल वेपनाइज गरेर आएका मान्छे होइनन्, न साइबर सेना बनाएर आएका मान्छे हुन्। उनको लोकप्रियता अर्गानिक हो, फेक अकाउन्टको फ्याक्ट्रीबाट बनाइएको होइन। रवि लामी छाने 5 महिना गृहमन्त्री हुँदा पुलिस रिफर्ममा 1 इन्च पनि काम गरेन। बरु सबैभन्दा पहिले आफ्नो विरुद्धमा समाचार लेख्ने मान्छेले लहर थुने। बालेन काठमाडौँ महानगरपालिकाको मेयर भएको 3 वर्ष भयो। यो 3 वर्षमा कुनै पनि वर्ष बजेटको 30% भन्दा बढी खर्च भएन। न 6 महिनामा हटाउँछु भनेको काठमाडौँको प्रदूषण र फोहोर हट्यो। आज पनि भन्छन् मलाई काम गर्न दिइएन। मेरो प्रश्न छ, कुलमान घिसिङलाई चाहिँ काम गर्न रेड कार्पेट ओछ्याइएको थियो? विद्युत प्राधिकरण जस्तो सीमित अधिकार भएको संस्थामा बसेर 3 महिनामा लोड सेडिङ अन्त्य भयो। यदि सीमित अधिकार भएको कर्मचारीले देश उज्यालो बनाउन सक्छ भने सुदूरपश्चिम प्रदेशभन्दा ठुलो बजेट, 21 वटा कानुन बनाउने अधिकार र अपार जनसमर्थन भएको काठमाडौँ महानगरको मेयरले किन सक्दैन? अनि मेयर बन्नु अघि मलाई काम गर्न दिँदैनन्, काम गर्न सजिलो छैन भन्ने कुरा थाहा थिएन? यो त दुनियाँलाई थाहा थियो त। यथार्थ के हो भने रवि र बालेनलाई चुनाव जित्नको लागि कुलमान चाहिएको थियो। चुनाव जित्नैको लागि प्रधानमन्त्री र पार्टी अध्यक्षको भागभण्डा भयो। यदि यिनीहरूको वैचारिक सिद्धान्त साँच्चैकै मिल्थ्यो भने 1 महिना अघि मात्रै बालेनले आरएसपी भनेर स्ट्याटस लेख्ने थिएन। नयाँ र पुराना दुवै चोर भनेर स्ट्याटस लेख्ने थिएन। हिजोसम्म चोर देख्नेहरू आज कसरी एकअर्काका मित्र भए? तपाईँलाई थाहा छ कुलमानको पार्टीको सङ्गठन छैन। यो कुरा कुलमानलाई पनि थाहा छ। रवि बालेनको गठबन्धनमा जाँदा सबैभन्दा बढी राजनीतिक फाइदा त कुलमानलाई नै हुन्थ्यो नि त। के देशको लोड सेडिङ हटाउने दिमाग भएको मान्छेसँग यत्तिको नाफा र घाटाको हिसाब गर्ने क्षमता पनि छैन होला त? के कुलमान चुनाव जित्नैका लागि मात्र अप्राकृतिक गठबन्धन गर्न चाहिरहेका छैनन्? बहुमत ल्याएर भोलि गएर फुटेर जनतालाई धोका दिनुभन्दा आफ्नो स्पष्ट विचार र एजेन्डा सहित बरु एक्लै जनतामा जानु पो राजनीतिक इमान्दारिता हो त।